हेलो साथीहरू, आज म तपाईलाई देखाउन गइरहेको छु कुनै पनि अब्जेक्टलाई फोटोसपमा कुनै पनि अब्जेक्टको ब्याकग्राउन्ड कसरी रिमुभ गर्ने भन्ने कुरा देखाउन गइरहेको छु। जसमा म दुईटा तरिकाबाट ब्याकग्राउन्ड रिमुभ गरेर देखाउने छु फोटोसपमा। अब मैले यता एप्पलको एउटा इमेज छ, मसँग एप्पलको इमेज छ जसको हामी ब्याकग्राउन्ड रिमुभ गर्ने छौं। यसको ब्याकग्राउन्ड रिमुभ गर्नको लागि यता सिलेक्सन टुलमा जाने, जसमा दुईटा छ, यता तीनवटा छ। हामी दुईटा तरिकाबाट गर्नेछौँ, क्विक सिलेक्सन टुल एन्ड अब्जेक्ट सिलेक्सन टुल एन्ड क्विक सिलेक्सन टुल हैन। अब्जेक्ट सिलेक्सन टुलबाट गर्ने हो भने अब्जेक्ट सिलेक्सन टुलमा जाने, अनि यति पार्ट जति पार्ट हामीलाई एप्पलको फोटो मात्र चाहियो, यता यो पार्टलाई यसरी सिलेक्सन गर्ने। यो हाम्रो सिलेक्सन भइसकेको छ। अब यो सिलेक्सन पार्टलाई हामीले कपी गर्नु पर्यो। यति पार्टलाई हामीले कपी गर्नको लागि दुईटा तरिकाबाट गर्न सक्छौँ। एउटा त राइट क्लिक गरेर लेयर भिया कपी गर्यो भनेपछि यसको नयाँ लेयर बनेर यो कपी भइहाल्छ। यसको मैले ब्याकग्राउन्डलाई बन्द गर्दिएँ। यो हाम्रो पीएनजी फाइल बनिसकेको छ, ब्याकग्राउन्ड रिमुभ भइसकेको छ। अब यसलाई मैले अन्डु गरेँ, मैले डिलिट गरेँ। अब के हामीले यसलाई यसको कन्ट्रोल जे सर्टकट कन्ट्रोल जे गरेर पनि हामीले यसको नयाँ लेयर बनाउन, नयाँ लेयर डुप्लिकेट लेयर बनाएर यो ब्याकग्राउन्ड रिमुभ गर्न सक्छौँ। यसलाई पनि अन्डु गरेँ। अब अर्को तरिकाबाट ब्याकग्राउन्ड रिमुभ गर्नलाई के गर्ने, यही सिलेक्सन टुलमा जाने, क्विक सिलेक्सन टुलमा जाने। क्विक सिलेक्सन टुलमा गइसकेपछि माथि एउटा सब्जेक्ट सिलेक्सन भन्ने हुन्छ, यसमा क्लिक गरेपछि यसले चाहिँ जति पार्ट सब्जेक्टको छ त्यो सब्जेक्टलाई अटोमेटिक सिलेक्सन गरिदिन्छ। अब यता हाम्रो अलिकति बिग्रिसकेको छ, यसको लागि हामीले यो अब्जेक्ट सिलेक्सन टुलमा एउटा प्लस चिन्ह देखाइरहेको छ, यसमा हामीले अल्ट प्रेस गर्यो भने माइनस हुन्छ, छोडेपछि प्लस हुन्छ। यसलाई मिलाउनको लागि हामीले प्लसले यसरी एडजस्ट गर्न सक्छौँ। यदि हाम्रो कुनै पार्ट अलि मिलेको छैन भने यसरी माइनस गरेर प्लस गरेर, अथवा यो अलि भित्र आएको छ, यो धेरै भित्र आएको छ भनेपछि यसलाई माइनस गरेर प्लस गरेर मिलाउन सक्छौँ। यदि यो पार्ट धेरै बाहिर गएको छ भने यसलाई माइनस गरेर मिलाउन सक्छौँ। यो तरिकाले हामी मिलाउन सक्छौँ। अब यसलाई पनि डुप्लिकेट गर्नलाई कन्ट्रोल जे गर्ने, पीएनजी फाइल बनिसकेको छ। ल, हाम्रो पीएनजी फाइल तयार भइसकेको छ, ब्याकग्राउन्ड रिमुभ भइसकेको छ।